ये जनालाई बोलाइ ल ल ल हार्नु ल सोबल ल सोबल यता पर्वतको है पहिला पहिला पर्वतको जान्छ ल सोबल ल ओहो कस्तो छ राम्रो छ यता हेर के सो हान्न ल ल ल ल स्टार्ट देऊ ओहो एकदम राम्रो भइरहेको छ अब एकदम सोबल 1 नम्बर भइसक्यो अब फेरि पर्वतको तर्फबाट आउँदैछ ल पर्वत देऊ उत्कृष्ट छ है पर्वतको गुल्मीका हेरेको हेरै भइसकेका छ गुल्मीको टर्न छ अब के गर्छ नै ल गुल्मी ए एकदम उत्कृष्ट छ है पर्वतको आइसकेछ ए के छ राम्रो आने हौ ल अब तिमी बल है त अब तिम्रो है बल कस्तो ए बा अब सर्टमा छन् हाम्रो गुल्मीका मित्र अनि उत्कृष्ट बलकसँगै गुल्मीका मित्र जालमा अल्झिसकेका छन् बलक हालिसकेका छन् है फेरि पनि छ है फेरि पनि हालिसकेका छन् पर्वतले हानिसकेको छ है अहिले पर्वतले नम्बर अब चाहिँ सर्ट हान्ने पालो पर्वतको बलक आउने पालो गुल्मीको है रेडियो भन्छ तिमी पनि रेडियो ल ल स्टार्ट ओहो केही छ भन्न ए पर्वतले बलकै छिराउनु दिएको छैन है गुल्मीको लगातार 3 बल हाल्छ तिम्रो ल फेरि आन ए ल यता हेर केही छ भन्न ठिक छ नि ल एकदम ल बलक हाल ए तर गुल्मीले 1 बल पनि पार्न सकेका छैन उसलाई भाइलाई जितेर अब भाइको साटामा दाइ आइसकेका छन् अब ल तिमीले दाइलाई बल देऊ ल है त ल पहिला बलकमा कसले हान्छ सर्ट कसले हान्छ पहिला ए बा ल है त पुन्टे राम्रो हाल है त ल हान है ल बलक हाल ए तर अझै नि सके हैन केही छ भन्न ल पुन्टेको भाल है ल फेरि ल पुन्टेको ल बलक जाऊ तिमी ल ए तर दाइलाई पनि जितिसकेका छन् है दाजुभाइलाई नै एक्लै हानिसकेका छन् है दाजुभाइलाई नै एक्लै पेलिसकेका छन् है गुल्मीको पालो है त अब फेरि गुल्मीको पालो है त ल गुल्मीको पालो है त गुल्मीको पालो है ल सुरु ल ए ल यता हेर तर यहाँ आऊ त भान्जा तिमीले खेल बना यस्तो खेल बनाएर जो खास कारण के हो यस्तो यता हेरेर राम्रोसँग भन तर आज राम्रो खेल देखाउने किन हो दुई टिमलाई नै जित्यौ त आज के हो पहिला यता बोलाइ ल ल अबको खेल अब ल हेर तिमीले केही भन्न छ तिमीलाई पुरस्कार के मिलेछ आज तिमीलाई आज 10 रुपियाँ पैसा है त पुरस्कारको रूपमा हुन्छ ओके चाहिँ तिमी चाहिँ हारिसकेका छौ भन्छ भोलिको लागि चाहिँ अब राम्रो खेल बनाएर है त हुन्छ ल हाम्रो कोच चाहिँ यता खानु सुशील ब्रो केही छ भन्न ल भान्जा है ल खेल राम्रो छ भोलि एकदम राम्रो गर है त ल यता हेर केही भन्न छ यता ल यस्तो गर्दै ल बाई बाई भन्दै